दोस्रो दिनको बिहान ब्रेकफास्ट गरेर हामी ब्याम्बूबाट लगभग 7 बजेतिर आफ्नो यात्रा सुरु गर्यौं। एकछिन हिँड्ने बित्तिकै कस्तो राम्रो काठको पुल आयो कि भाइले दिदीहरुको राम्रो राम्रो फोटो खिच्दैला भनेको उसको फोटो खिच्दैमा हामीलाई फुर्सद थिएन। यहाँबाट एकैछिन हिँडेपछि चाहिँ कस्तो राम्रो झोलुङ्गे पुल आउँछ कि हामी त क्या खुसी भएको थियौ। तर हामीलाई के थाहा यो मोमेन्ट पछि हाम्रो सबैभन्दा डेन्जर बाटो आउँदैछ भनेर। यो चाहिँ म हो। अब मेरो बहिनीको फोटो डिमान्ड हेर्नु ल। अब अर्कोको पालो है त। यति बेलासम्म त हामी सबैजना कस्तो खुसी थियौं के, तर राति पहिरो गएको रहेछ। यहाँ त बाटै छैन, एउटा खुट्टा राख्ने समेत बाटो थिएन। तल त्यति ठुलो नदी, one wrong step and you are straight into the river। थ्याङ्क गड यो बाटो पार गरेर फाइनल्ली हामी 2 घण्टामा रिम्चे पुग्यौं। यहाँ चाहिँ हामीले एकैछिन रेस्ट गरेर कफी खाने विचार गर्यौं। यो ठाउँ कस्तो राम्रो रहेछ कि बाटो बाटोमा घन्टी बजाउँदै खच्चडहरूको हुल पनि भेटिन्थ्यो। कस्तो रमाइलो लाग्ने। रिम्चेबाट आधी घण्टा हिँडिसकेपछि चाहिँ लामा होटल आउँछ। यहाँ चाहिँ हामीले सेकेन्ड ब्रेक लिने निदो गर्यौं। फर्स्ट अफिसियल एन्ड सेकेन्ड अफिसियल ब्रेक हो। लामा होटलबाट 1.5 घण्टा जस्तो हिँडिसकेपछि चाहिँ रिभर साइड भन्ने ठाउँ आउँछ। यो ठाउँ त यति रमाइलो छ कि यहाँ चाहिँ लन्च गर्ने, ब्रस गर्ने अनि राम्रो राम्रो फोटोहरू पनि हामीले खिच्यौं। यो वुडल्यान्ड होटल भन्ने ठाउँबाट एकैछिन हिँडिसकेपछि चाहिँ यो बोर्ड आउँछ अनि यो कस्तो राम्रो पुल आउँछ कि लाङटाङ जाने मान्छेको सबैभन्दा ठुलो खुसी चाहिँ यो उकालो चढिसकेपछि यस्तो मजाको सम्म ठाउँ आउँछ कि यहाँ त यस्तो रमाइलो छ, झरनाहरू पनि देखिन्थ्यो। त्यही भएर हामीले चाहिँ यहाँ एकैछिन रेस्ट गर्ने निदो गर्यौं। कस्तो रमाइलो बाटो छ। त्यसपछि यो यस्तो राम्रो खालको पुल आउँछ अनि यो पारी चाहिँ घोडा तबेला हो। घोडा तबेला आउने बेलामा चाहिँ हामीले कस्तो राम्रो याक देख्यौं कि यो ठाउँलाई चाहिँ घोडा तबेला भन्छ। साह्रै राम्रो छ यो ठाउँ चाहिँ। हिँड्दै गर्दा चाहिँ भूकम्पले पुरै गाउँ बगाएको ठाउँ आउँदो रहेछ कि यो ठाउँ त साह्रै कहाली लाग्दो थियो। यहाँबाट 2-3 घण्टा हिँडिसकेपछि हामी फाइनल्ली 6:30 बजेतिर चाहिँ लाङटाङ भिलेज पुग्यौं। आजको हाम्रो स्टे चाहिँ यही लाङटाङ भिलेजको सनराइज गेस्ट हाउस भन्ने ठाउँमा थियो। ब्याम्बूबाट बिहान 7 बजे हिँडेर लगभग 11:30 घण्टापछि यहाँ आइपुग्दा त हामी थाकेर लखतरान भएको थियो। जिउ पनि पुरै दुखेको थियो। एकछिन मसाज गरेर हामी यहाँ सुत्यौं। सी यू इन द नेक्स्ट पार्ट।